हेलो गाइज हेलो अघि सुरुदेखि नै भिडियो बनाइरहेको थिएँ होइन अनि भिडियो त पुरा फोटो मगाएर बसिरहेको छ भिडियो अन भएर रहेछ होइन भोलि मात्रै आएको छु म त्यहाँ कार्टुन भइरहेको रहेछ अनि गाइजहरू सबैलाई नमस्ते मेरो धेरै पछि चाहिँ अब फेरि म ब्याक टु भ्लग भन्छु होइन मेरो डिजिटल डेरी भ्लगमा यहाँलाई स्वागत छ अनि सबैजना सन्चै हुनुहुन्छ होला है म चाहिँ आज यहाँ यो भेजिटेबल मार्केटमा आएको छु है घर नजिकै म फर्स्ट टाइम हो यहाँ पनि कस्तो रहेछ भनेर हेर्न आइरहेको छु आज स्याटरडे अनि यहाँ चाहिँ पाउने भेजिटेबलहरू सबै अर्ग्यानिक भन्ने मैले सुनेको छु है त्यही भएर अलिकति महँगो पनि हुन्छ दामी छ क्या फ्लावर होइन Alright, let's enter in है भित्र जाउँ यस्तो मार्केटहरूमा चाहिँ प्रायः यहाँको लोकल गोराहरू र थोर बहुत एसियन चाइनिजहरू अनि चाहिँ मेक्सिकनहरू हुन्छन् होइन फार्मर मार्केट यो चाहिँ फुड स्टल छ यहाँ चाहिँ एउटा यतिको सरी इन्डियनहरूको स्टल पनि राखेको देखेँ होइन पुरै नान पराठाहरू धेरै स्टल चाहिँ मैले देखिनँ होइन अनि यहाँ प्लेग्राउन्ड सानो प्लेग्राउन्ड पनि राखिदिएको रहेछ बच्चाहरूको लागि बुक अनि यहाँ यसो सानो टाइम पासको लागि प्लेग्राउन्ड यो चाहिँ बिन बकेट भन्छ होइन यसलाई टक्कै एउटा बिन निकाल्यो यहाँ राखेको थियो अनि यसलाई चाहिँ ठक्क लगाएर कलर छ यो म्याच जस्तै हो त्यो गऱ्यो अनि त्यो पालमा छिराउनु पर्ने हुन्छ है यसरी तर आज धेरै स्टल चाहिँ मैले देखिनँ होइन पार्किङ त्यस्तो प्याक पनि छैन अनि चाहिँ यहाँ चाहिँ बच्चाहरूलाई फ्री बुक यो बुक घर लानु पनि मिल्छ होइन म त्यति पढ्दिनँ त्यही भएर चाहिँ मैले बुक लगिनँ खानाको स्टलहरू अलिकति रहेछ होइन अनि त्यसपछि त्यो भेजिटेबल मार्केटहरू लगाइछ यही नै हो होइन अब म यहाँबाट चाहिँ गाइजहरूलाई चाहिँ आज एयर सो हुँदैछ त्यहाँ एयरपोर्ट यहीँ नजिकै गर्छ कि क्यापिटल एयर सो भन्छ त्यसलाई होइन त्यो चाहिँ म देख्नु गइरहेको छु
गाइज अन द वे टु क्यापिटल एयर सो होइन यहाँबाट एकजना हाम्रो साथीलाई पिकअप गर्नुपर्ने हुन्छ अनि हामी अलमोस्ट त्यहाँ पुगिसकेको अवस्था यही नजिकै छ यो एयर सो यो क्यापिटल जुन एयर सो चाहिँ आर्मीहरूले यहाँको नेसनल आर्मीहरूले चाहिँ प्रोग्राम गरेको हुन्छ होइन अनि चाहिँ यो चाहिँ वर्षको एकचोटि मात्रै हुन्छ जुन चाहिँ मेरो विचारमा एक्ज्याक्टली मैले एक्सप्लेन गर्नु पर्दाखेरि चाहिँ जुन चाहिँ यो भुपु आर्मीहरूले चाहिँ प्रोग्राम गरेर राखेको यो एउटा सम्झनाको स्वरूप यो प्रोग्राम जस्तो लाग्छ म डिटेलमा चाहिँ पछि सम्झाउँछु साथीहरूलाई होइन अलराइट गाइज अलमोस्ट यहाँबाट चाहिँ यहाँ साथी बस्छ एकजना यहाँबाट साथीलाई पिक गरेर टक्क अनि चाहिँ जानुपर्ने हुन्छ है स्टे ट्युन हेलो 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 गुड मर्निङ गुड मर्निङ ल साथी आइसकेको अवस्था है ल हुन्छ अब लागेको आएर हामी मात्रै हो सेनमा कस्तो ढिलो सेनले फोन गरेन ए ल अब निस्केको अवस्था होइन यही नजिकै हो 5 मिनट्स सी यु गाइज अब त्यहाँ अनि हामी यहाँनिर यस्तो ठाउँमा बसेको छौँ है के छैन आउँथ्यो र आउँदैछ पुरै रातै बत्ती बाल्दैछ क्या त्यहाँ सिग्नलमा पनि है यहाँ ब्लक गरेर दुईतिरबाट ब्लक गरेर ल यो त खुल्लै हो नि पुरै मान्छेसँग घुम्नु जान्छ ठ्याक्कै एयरपोर्ट छिर्छ क्या अब मामा बसिरहेको छु पर त्यही अर्को मामा पनि आयो चटपटी बेच्नु राखेर चाहिँ मेक्सिकोले मेक्सिको बिजनेस फर्स्ट दिनु हुन्छ कहाँ नै भयो मामासँग एउटा फोटो खिच्नु पाएन लगायत अलरेडी हामी यहाँ आइसकेको अवस्था है 12 बजीबाट सुरु रहेछ 11:30 बजी भर्खरै बाटोमा मान्छे बसिरहेको थियो यही बिचमा बस्दै हुन्छ अनि अलिक त घाम उलेर आएन है त्यस्तो मौसम थियो नि केटाहरू यहीँ बसेको छन् पर एउटा देखियो ल 7 नम्बरको यो नि तरिका कस्तो हाम्रो छोराको खेलाउन जस्तो देखेको यार कहीँ यहीँतिर बस्नुपर्ने हुन्छ घामले चाहिँ आज पुरै सेकाउने भयो नि त कहाँबाट उडाउँछ है तिनीहरूले कतै बस्नु कहाँ बस्ने यसो गरौँ ऊ त्यो रुखतिर गएर बसौँ है पछि घाम पऱ्यो भने ठक्क लुक्नु पाइयो नि ल्यान्ड भएको हेर्नु पायो भने रमाइलो हुन्छ क्या चाहिँ त्यहाँ पनि देखिहाल्छ नि है देख्छ होला ओ उडाउला अर्को यही रहेछ यिनीहरूको रनवे एउटा साथी निस्क्यो है यहाँबाट प्लेन लिएर अब ल
आयो दुइटा आयो त्यहाँबाट राउन्ड गर्नु होइन उता जानुपर्ने छ उता त्यहाँबाट टेकअप गर्ने चाहिँ कस्तो अगाडि गएर बस्दै गएको थियो स्पिडली गयो मोबाइलमा र यहाँबाट हेर्दा कति फरक भयो नि क्या मोबाइलमा फ्यानै घुमेको छैन पिट भएर अहिले त उडाउने पुरै गर्दैन रहेछ रेडी भएर बसिन्छ नि ठ्याक्कै बजेको अवस्था होइन टक्क यिनीहरूले चाहिँ अब ओपनिङ गर्न छ ए साउन्ड कत्रो आयो क्या गाडी बिचमा राखेर झ्याउ गऱ्यो नि त दामी यिनीहरू रन पनि धेरै गर्दैन रहेछ है सानोले कति चाँडो उसले लिएको के सानोले चाँडो उठ्दो रहेछ है ल गयो ए कस्तो प्लेट उडाएको यार Mama. सँगसँगै आउनुपर्छ नि है कता गयो है
पुरा हिमाल देखिरहेको छ लेक तागोला दामी हिमाल देखेको क्या के अरे पुरै धुवा छोड्दै आइरहेछ यिनीहरू त पेसेन्जर प्लेन हो ग्याल फायरको रहेछ त्यो दामी यार यो कुन हो यो ग्याल फायर रहेछ यो पनि It's the last pass before they go back to work today on standby. And remember to check out the other CAL FIRE aircraft static display area. And perhaps talk to them. ये फ्लाइट में बोल रहा था क्या है Alright, and now we gotta get your feet busy too. So remember, as you push forward, you go down, you pull back, you go up. Yeah. On the stick, when you turn it to the right like that, when you push it over to the right, that's making the wings go up and down on the turn. Now I'm getting ल अगाडि आगो बाले पुरै बम पड्काएको अवस्था छ हैन अब त्यहाँ चाहिँ F30 कुन रे F35C नो 35B ले टेक अफ गर्न खोज्दैछ हैन अब त्यो रनवे क्लियर भएको छैन रनवे क्लियर भएपछि F35C चाहिँ टेक अफ गर्ने तयारीमा स्मोक Dakota Air Museum, South Dakota.
slightly detailed, but in good detail. Detailing company based in San Bernardino on a mission to provide high-quality detailing services and bespoke medical and multimedia equipment for new students in aviation business or you want to get involved in aviation too. There's Bernie, little Dixie Doodles down the, as I mentioned. That's an aeronautical term, by the way, the Dixie Doodle. He just loves to fly. Such a hard sell to go back on the ground. Now he will have time to spend some time with you, talking about his